हेलो सबैजनालाई नमस्ते गाइज हो। अब यसो पाहाडतिर बसाइ छ हैन, के गर्नु, गर्मी छ। ल हेर्नुहोस्, अब गर्मी छ। अब नेतालाई मात्रै के गाली गरेर बस्नु भनेर यसो आज चाहिँ पाहाडतिरको यसो हरियालीमा जङ्गलतिर बसाइ छ। अब जङ्गलतिर है यसो जङ्गलको तिर बसेको यसो भिडियो बनाऊ कि भनेर आएको तपाईँहरूसँग। के कस्तो लाग्छ, अब के जङ्गलमा बसाइ छ हजुर। ल हेर्नुहोस्, पुरै जङ्गलको घारी के भन्नु, जो दाउरा टिप्नलाई चाहिँ अब टाढो जानु पर्दैन है, रुख पुरै नजिक छ। टक्क यस्तो यस्तो ट्याक ट्याक काट्ने अनि त्यस्तै छ। के गर्ने, अब गाह्रो छ हजुर। अनि सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला हैन। अब के छ, यस्तै हो। अब अस्ति एउटा भिडियो हालेको, अब नेतालाई गाली गर्यो भनेर। अब सबैजना नेताहरूलाई किन गाली गर्नुहुन्छ र नेताले देशको लागि धेरै राम्रो काम गरिरहेको नेताहरूलाई किन गाली गर्ने हो र। एकदम राम्रो काम गरिरहेछ, दिनमा 50-50 लाख रुपियाँ कमाउने नेताहरूलाई गाली गरेर हुन्छ। देश बनाउने नेताहरू हो। काङ्ग्रेस एमाले माओवादीले देश पुरै उहाँ माथि पुऱ्याइरहेको छ। अनि त्यही भएर अब देश सपार्ने नेताहरूलाई किन गाली गर्नु होइन भनेर। अनि अब के कस्तो लाग्छ, आज चाहिँ धेरै बोल्दिनँ। अब यति नै हो। यसो पाहाडतिर यसो रुखको छारीमा बसेको यसो भिडियो बनाएको। अब तपाईँहरूलाई के कस्तो लाग्छ होइन। अब यसो ठिक लाग्छ भने यसो लाइक गरिदिनु होला। अब ठिक लाग्दैन भने त अब तपाईँहरू जबरजस्ती गर्न पर्दैन। अब जबरजस्ती गर्नै पर्छ भन्ने छैन। अब यसो ठिक लाग्छ भने लाइक गरिदिनु होला। यसो लाइक शेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हस्त, धन्यवाद।